हेलो गाइज, वेलकम टु माई च्यानल। र आज हामीहरू ब्लेज RGB FC100 को अनबक्सिङ गर्न जाँदैछौँ है। यो चाहिँ CPU एयर कुलर हो, फ्यान्टेकबाट आउँछ है। यो फ्यान्टेक कम्पनीको हो। यो चाहिँ RGB हो है। अनि फ्रन्टमा चाहिँ यति मात्र दिएको छ, जस्ट एउटा लोगो छ। लोगो चाहिँ नभन्नु होइन, पिक्चर नै छ होइन। अनि यतापट्टि चाहिँ लोगो छ फ्यान्टेकको। अनि यता पनि केही पनि छैन, यतापट्टि पनि लोगो छ है। यता पछाडितिर चाहिँ टेक्निकल स्पेसिफिकेसन दिएको छ है। यो तपाईँ यहाँ पढ्न सक्नुहुन्छ। यहाँ चाहिँ यहाँ के दिएको छ भनेदेखि अब कति mm को हो, कस्तो के हो, सबै कुरा दिएको छ। यो चाहिँ म डिस्क्रिप्सनमा हालिदिन्छु है, तपाईँ त्यहाँबाट पढ्न सक्नुहुन्छ। अनि अर्को कुरो चाहिँ के छ भनेदेखि यो चाहिँ बक्स आउँदाखेरि चाहिँ मैले दराजबाट मगाएको थिएँ। बक्स आउँदाखेरि चाहिँ राम्रो कन्डिसनमा चाहिँ थिएन, दुवै साइडबाट चाहिँ च्यातेको थियो है। यहाँ सिल पनि थिएन है। अब यो भित्रको प्रोडक्ट युज छ कि के छ त्यो मलाई पनि थाहा छैन है। सो अब हामीहरू खोलेर हेर्न जाँदैछौँ। अनि के त भन्छ, यो प्रोडक्ट ठिकै छ, आयो होइन। आएपछि एटलिस्ट यहाँ टेप त लगाइदिनु पर्छ नि होइन। प्याकेजिङ एकदमै थर्ड क्लास प्याकेजिङ थियो। फ्यान्टेक अब नेपालको वान अफ द नम्बर 1 प्रोडक्ट पनि भन्न सकिन्छ। फ्यान्टेकको चाहिँ ट्रस्ट गर्छ कि सामानहरू एकदमै राम्रो हुन्छ भनेर है। सो यहाँ सिल पनि थिएन। अनि यो चाहिँ दुवै साइडबाट च्यातेको थियो। धेरैचोटि बक्स ओपन गर जस्तो लाग्यो है मलाई। यस्तो थियो है, तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो थियो है। ओए गाइज, अब बक्स खोल्नु है। बक्समा के आउँछ हेरौँ है सबभन्दा पहिले। ओके, अरू पनि के छ यसमा है, त्यो पनि हेर्नु। ओके, एउटा चाहिँ यो पनि दिएको रहेछ है। आई थिङ्क यो स्ट्यान्ड हो जस्तो लागि, कस्नको लागि युज हुन्छ है। यो चाहिँ एउटा स्ट्यान्ड जस्तो छ, त्यो मदरबोर्डमा चाहिँ लाएर यसको माथि कस्न सकिन्छ है, त्यसको लागि दिएको है। यो चाहिँ यस्तो हुन्छ है। क्वालिटी चाहिँ एकदमै राम्रो छ। क्वालिटी चाहिँ डह्रो नै छ है। यो भाँचिँदैन अत्पत्ति त। क्वालिटी चाहिँ राम्रो छ यसको, प्लास्टिक भए पनि राम्रो छ। क्वालिटी चाहिँ भाँचिँदैन है। त्यो चाहिँ वारेन्टी कार्ड। अब यो कार्डको वारेन्टी अब बिग्रियो भने क्लेम गर्न सक्नुहुन्छ। अब त्यो चाहिँ हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन मलाई। कार्ड चाहिँ आएको रहेछ। अब यो चाहिँ कसरी CPU लाउने सबै कुरा यसमा दिएको छ है। त्यो चाहिँ नर्मल जस्तो हुँदैन है, मैले पहिले पनि भनिसकेको छु। यसको लगाउने तरिका अर्कै हुन्छ। नर्मल फ्यान जस्तो हुँदैन, लायो माथिबाट 4वटा बोल्टले कस्यो सक्यो, त्यस्तो चाहिँ यसमा हुँदैन। यसमा चाहिँ पढ्नै पर्छ है। यो एकचोटि पढ्नै पर्छ। तपाईँहरू पनि हेर्नु होला कसरी लाउने, पार्ट बाई पार्ट दिएको छ सबै कुरा। यहाँ कसरी लगाइन्छ यो CPU माथि है। सो यसलाई पनि साइड गरौँ अब। र ओके, यो चाहिँ दिएको हामीले दिएको छ भनेदेखि बोल्ट जस्तो दिएको छ है। यो चाहिँ यहाँ कस्नको लागि दिएको हो। यो मलाई पनि थाहा भएन, किनकि मैले पनि फर्स्ट टाइम यस्तो एयर कुलर मगाएको हो, त्यही भएर है। यस्तो पनि आउँदो रहेछ है। यो हामीले लगाएपछि अब थाहा हुन्छ एकछिनमा। यो चाहिँ यस्तो हुन्छ। र मेन CPU कुलरलाई हेरौँ है। ओके, ओ गाइस, CPU कुलर चाहिँ यही नै हो है। क्वालिटी चाहिँ एकदमै राम्रो छ है। प्रोडक्ट त जे होस् नयाँ रहेछ, युज भएको रहेनछ। बक्स चाहिँ पुरानो रहेछ है। ओ गाइस, लाउनुभन्दा पहिले यो स्टिकर यहाँबाट हटाउनु होला है। धेरैले के गर्छन्, स्टिकर हटाउँदा नि यही माथि पेस्टिङ गरिदिन्छ है। सो यो हटाएर अनि गर्नु होला। यो हटाइसकेर अनि CPU माथि लाउनु होला है। फ्यान चाहिँ ठिक छ, फ्यानको क्वालिटी पनि राम्रो छ। फ्यान पनि डह्रो नै छ। हेर्दाखेरि चाहिँ प्रोडक्ट एकदमै राम्रो छ है। एकदम नयाँ छ, राम्रो छ। तपाईँ हेर्न सक्नुहुन्छ। यो चाहिँ लक गर्ने हो है। यो चाहिँ लक गर्ने दुवै साइडबाट चाहिँ कसरी हो भनेदेखि म देखाउँ चाहिँ यो CPU माथि लाएर दुवै साइडबाट यसरी लक गर्ने होला। यो लकिङको सिस्टम दिएको छ है। यो अब त्यो तपाईँहरू क्याटलग पढ्नुहुन्छ, त्यहाँबाट थाहा भइहाल्छ कसरी लाउने हो भनेर। यदि लाउन आएन भनेदेखि युट्युब त छँदा नै छ होइन, त्यहाँबाट तपाईँहरू हेर्न सक्नुहुन्छ। कुलर चाहिँ यही नै हो। कुलरको क्वालिटी पनि एकदमै राम्रो छ। अरू सब कुरा ठिक छ। त्यो कनेक्सन देखाइन्छ। यसको कनेक्सन कस्तो हुँदो रहेछ है। 3वटा कनेक्सन रहेछ यसमा चाहिँ। यस्तो कनेक्सन हुन्छ। नम्बर 1 यो है, नम्बर 2 चाहिँ यो हो, अनि एउटा अझै छ। सो यसलाई हटाउनु पर्ने हुन्छ हामीहरू। एउटा यस्तो रहेछ है। राम्रोसँग गर्नु होला। यो पिन भाँच्यो भने फेरि प्रब्लम हुनसक्छ, त्यही भएर विचार पुऱ्याएर यसलाई लाउनु होला। अन्त पिन भाँच्यो भने काम छैन फेरि। यो म अझै नजिकबाट देखाइन्छु है। यो
ओके गाइज आजको भिडियोलाई यति मात्रै है। अब फ्युचरमा चाहिँ आफ्नो कम्प्युटरमा लगाइसकेपछि म अरू भिडियो पनि बनाउने छु होइन। कुनै पनि डाउट लाग्यो भने कुनै पनि के प्रब्लम भयो भने तल कमेन्ट गर्नु होला है, के कसो छ म सबै कुरा भनिदिन्छु है। सो आजको भिडियोलाई यति मात्रै। भिडियो मन परेमा च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक कमेन्ट सबै गरिदिनु होला है। ल आजको भिडियो यति मात्रै। टेक केयर, बाई बाई।